म 24औं दिन हजुरमाझ भगवान श्रीकृष्णको लीला लिएर प्रस्तुतै भएको छु। हिजो 23 दिनको लीलामा हजुरमाझ कन्टिन्यू गर्छु। त्योभन्दा अगाडि भगवान श्रीकृष्णलाई प्रार्थना गरौँ र हामी त्यो लीलामा प्रस्थान गर्नेछौँ। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। हरे कृष्ण। भगवान श्रीकृष्णले के गर्नुहुन्छ भन्दा स्याङ फस्याङ भएर यसमा त लकाड्नुहुन्छ, एकचोटि समात्नुहुन्छ र पनि भगवान छुट्नुहुन्छ। त्यसमा आचार्यवर्गहरूले गुरुवर्गहरूले के टिप्पणी गर्नुभएको छ भन्दा भगवान श्रीकृष्णलाई पाउनु सजिलो छैन। भगवान श्रीकृष्णलाई पाउनको लागि भक्ति पूर्ण हुनु पर्यो, भक्तिभाव पूर्ण हुनु पर्यो र प्रयास हुनु पर्यो। प्रयास र भक्ति सँगै मिसिएन भने हाम्रो अहङ्कारहरू चुर भएन, मेरै कृपाले मात्र, मेरै प्रयासले मात्र भगवान श्रीकृष्ण मलाई प्राप्त हुनुहुन्छ भने त्यो अहङ्कार हामीबाट चुर नहुँदासम्म भगवान श्रीकृष्णले हामीलाई प्राप्त हुनुहुन्न भन्ने कुरा चाहिँ भगवान श्रीकृष्णले त्यहाँ बताउनुहुन्छ। र एकदम चाहिँ हजुर म चाहिँ भयो सक्दिनँ भनिसकेपछि अब अति नै भयो, यष्टमाताले धेरै नै प्रयास गर्नु भने चाहिँ भगवान श्रीकृष्ण आफै समातिनुहुन्छ। यष्टमाताको कृपाले समात्नु भएको होइन, समातिनुहुन्छ। समातेपछि उहाँलाई यष्टमाताले लिएर कृष्ण उहाँलाई यष्टमाताले लिएर आउनुहुन्छ र एउटा उखालमा बान्नलाई रेडी गर्नुहुन्छ र घरको सबै डोरीहरू ल्याएर भगवान श्रीकृष्णलाई बान्नलाई रेडी गर्नुहुन्छ र डोरी प्रयास गर्दा 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 पनि डोरी बाँधिँदैन क्या, बाँधिँदैन होइन, दुई औँला पुग्दैन। त्यही भन्नु भने भक्ति र प्रयास भने भगवानलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ। ब्रह्माण्डको मालिक हुनुहुन्छ नि त भगवान, त कसरी नियन्त्रण गर्न सक्छौँ, हामी सक्दैनौँ। भक्ति चाहिँ उतो हामीसँग हुनुपर्छ, भक्ति र प्रयास हामीसँग हुनुपर्छ भनेर भगवान आचार्य वर्गहरूले यसमा टिप्पणी गर्नुभएको छ। र आजको लागि यति नै। र उखालमा बाँध्ने क्रममा दुईटा औँला पुग्दैन र त्यसपछिको लीला हामी भोलि कन्टिन्यू गर्नेछौँ। आजको लागि यति नै। हरे कृष्ण।